सिन्धुलीको कमलामाई नगरपालिकामा मेयरको चम्चागिरी गर्ने केही कर्मचारी र नेपाली कांग्रेसका सीमित कार्यकर्ता पोस्न मेयर उपेन्द्र कुमार पोखरेल कम्मर कसेर लागेका छन्। माफिया पोस्नकै लागि किसानको छोरो बताउने उनी राजनीतिक आडमा किसानको पेटमा बुट बजार्दैछन्। किसानको पेटमा बुट बजारेर व्यापारी पोस्ने पोखरेल लागि परेको विषयमा हामीले केही दिन अघि समाचार प्रसारण गरेका थियौं। विषय सिन्धुलीको 2 नम्बर बजारमा शनिबार हाटको नाममा मच्चाएको आतंक थियो। किसानलाई सहजीकरण गर्नुपर्ने सरकार उल्टै किसानको घाँटी निमोट्न लागि परेको छ। हुन त यो काम अहिलेका मेयर पोखरेलले मात्र गरेका होइनन्। अघिल्ला मेयर साहबहरूले पनि व्यापारीको चास्नी चाखेर रातो कलम चोपे। निकासी कर भनेको नगरपालिका भित्र उत्पादन भएका वस्तुहरू नगरपालिका बाहिर लैजाँदा तिर्नुपर्ने कर हो, जुन किसानले होइन व्यापारीहरूले तिर्नुपर्छ। आर्थिक वर्ष 2077-78 मा 60 लाख रुपैयाँमा निकासी कर ठेक्का लागेको थियो। तर 2079 सालमा भएको स्थानीय तहको निर्वाचनबाट नगरपालिकाको बागडोर सम्हाल्ने जिम्मा उपेन्द्र पोखरेलले पाए। राजनीतिक चलखेल र कर संकलनको सेटिङमा पोखरेल मेयर भएपछि नीतिगत निर्णय गरेर निकासी कर हटाए। निकासी कर हटाउने निर्णय पनि मेयरले एकलौटे गरेका थिए। विपक्षी दलबाट निर्वाचित भएका वडा अध्यक्षहरूले विरोध गर्दा समेत सुनेको नसुने गरी पाखुरी दम्ब देखाएर एकलौटी शासन चलाउन खोजिरहेका छन्। सेटिङ मिलाएर झण्डै 1 करोड रुपैयाँ बराबरको निकासी कर हटाएपछि व्यापारी प्रति यो हदसम्म नरम भएका मेयर किसानहरूप्रति झनै नरम हुने आश गरिएको थियो। तर नरम होइन, गरम भएर किसानहरूबाट करको नाममा असुली धन्दा चलाउने निर्णय गरे। $10 लाख रुपैयाँमा हाट बजार ठेक्का लगाए। वर्षौंदेखि प्रत्यक्ष अप्रत्यक्ष हाट बजारमा माफियाको राज चल्दै आएको विषय नौलो होइन। नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयरको कार्यकाल सुरु भएपछि जनतामुखी निर्णय नभएर धमाधम माफिया र व्यापारीमुखी निर्णय भएको छ। नगरपालिका भित्र झण्डै 1 करोडमा लाग्ने निकासी ठेक्का हटाए। बरु 10 लाखमा हाट बजार ठेक्का लगाएर जनताबाट मनलाग्दी कर असुल्ने काम व्यापक रूपमा विस्तार गरियो। आफूलाई किसानको छोरो भन्न रुचाउने मेयर साहबले यो हदसम्म जनतालाई जबरजस्ती कर भिडाउन लाज लाग्नुपर्ने हो। हामीले करमा त व्यवसायीहरूलाई राखेर व्यवसायहरू पनि पैसामा राखेर उनीहरूले तोकेर उनीहरूले उठाएर चाहिँ के भने दिने बापत चाहिँ उनीहरू चाहिँ सहकारीमा हामीले चाहिँ के भने साझेदारीमा चाहिँ काम गरे हुन्छ। तर जसले बारीमा उत्पादन गरेको वस्तु चाहिँ त्यो एउटा करै लाग्दैन। कमलमाई नगरपालिका त्यसको करै लाग्छ। अनि हाट बजारमा चाहिँ रेट तोकेको छ, रेट अनुसारको 10 रुपैयाँ 20 रुपैयाँ 50 रुपैयाँ पहलिन्छन्। के को 2 मुठा साग, 1 पाथी गुन्द्रुक, घरको करेसामा फलाएको ताजा तरकारी एउटा खसी बेच्न ल्याएका स्थानीय निमुखा किसानसँग कर असुल्नु कमाउ धन्दा बाहेक अरु केही होइन। शनिबारे हाट बजारमा कुनै एउटा कृषकको दिनभरमा 200 रुपैयाँको सामान बिक्री हुन्छ कि हुँदैन, तर 20 रुपैयाँ कर तिर्न बाध्य बनाउने काम कताबी न्यायोचित होइन। अहिले सिन्धुली बजारमा मेयर उपेन्द्र पोखरेलको ठाडो निर्देशनमा कर असुलीको नाममा आतंक मचाउने ठेक्का दिल्ली रत्न ग्रुप अफ कम्पनीलाई परेको छ। यो कम्पनी अरु कसैको नभएर उनै मेयरको चम्चागिरी गर्ने नेपाली कांग्रेसका युवा नेता समीर विक्रम थापाको हो। चन्दा असुलेको शैलीमा राज्यको नीति र नियमलाई ठाडो चुनौती दिएर करको नाममा असुली धन्दा चलाउने हर्ताकर्ता यिनी हुन्। जिल्लामा बसेर आफ्नो दुनो सोझ्याउन पाएपछि यिनलाई अहिले उपेन्द्र पोखरेल नेपालकै उत्कृष्ट मेयर लागेको छ। उनलाई लागेपछि हामीले पनि नेपालकै उत्कृष्ट मेयर भनिदिनु पर्ने तर्क गर्छन्। किसानले 1 मुठा साग बेच्दा पनि कर लगाउने नीति ल्याएर आफ्ना कार्यकर्ता र बिचौलिया पोस्ने काम यिनै मेयर साहबबाट भइरहेको छ। ठूला व्यापारीको पाउमा परेर कर छुट दिने अनि साना किसानहरूबाट नीतिगत रूपमा कसरी पैसा असुल्न सकिन्छ, भयभरको हदकण्ड अपनाएर त्यसमा पनि आफ्नै पार्टीको मान्छेलाई सस्तोमा
हाट बजार ठेक्का दिने र ती साना किसानबाट अचाक्ली करको नाममा उठाउ धन्दा चलाउने काम भइरहेको छ। राजनीतिक आशीर्वादले आफ्नो व्यापार धन्दा चलाउँदै आएका यिनी उपेन्द्र पोखरेलको विषयमा नराम्रो सुन्न चाहँदैनन्। सबै राम्रो गरे भनेर गुणगान गाउनुहोस् भनेर हप्काउन समेत पछि पर्दैनन्। राजनीतिक आडमा व्यापार व्यवसायमा एकलौटी राज गर्न खोजेका यिनी मेयरकोट काण्ड ढाकछोप गर्न पनि सक्रिय छन्। उपेन्द्र पोखरेल मेयर भएपछि निकासी कर किन हटाए, कसका लागि हटाए, त्यो सब मेयर साहबलाई थाहा होला। निकासी कर हटाएपछि ठूला व्यापारी मालामाल भए, तर हाट बजारमा सामान बिक्री गर्न ल्याउने किसानहरूलाई भने अहिले पनि जबरजस्ती कर तिर्न बाध्य बनाइएको विषय हाम्रो टिमलाई मौखिक रूपमा सूचना आएपछि हामीले 2081 10 महिना 27 गते अनलाइनबाट सूचनाको हक प्रयोग गरेर सूचना माग गरेका थियौं। तर 1 महिना बितिसक्दा पनि हामीले उक्त सूचना पाएका छैनौं। मेयर साहबको कालो करतुत छताछुल्ल हुने भएपछि अहिले सूचना लुकाएर काण्ड ढाकछोप गर्ने काम भइरहेको छ, जसको मतियार कमलामाई नगरपालिकाका सूचना अधिकारी सागर कुमार ढकाल हुन्। यति बेला उपेन्द्रको बदमाशी छोप्न सूचना लुकाउने मुख्य भूमिका यिनैको काँधमा पुग्छ। सूचनाको माग गर्दा आजै आउँछ, अहिले आउँछ, भरै आउँछ भनेर ओठे जवाफ दिने तर सूचना नदिने काम मेयर साहबको निर्देशनमा भएको बुझ्न गाह्रो छैन। हामीले निवेदन दर्ता गराएको केही दिनदेखि पटक पटक सम्पर्क गरेका छौं। पछिल्लो समय मोबाइल नै अफ गरेर सम्पर्क विहीन भएका छन्। माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। सरी, द मोबाइल यु हैव डायल्ड इज स्विच अफ। माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। सरी। हामीले नगरपालिकासँग हाट बजार ठेक्का र निकासी कर सम्बन्धी गरेको निर्णयको प्रमाणित प्रतिलिपि माग गरेका थियौं। हाट बजार ठेक्का लगाएको कागजात दिएर निकासी कर हटाउन गरेको निर्णयको माइन्युटको प्रमाणित प्रतिलिपि दिन आलटाल गरिएको छ। निश्चित समूह वा बिचौलियाको स्वार्थमा निकासी ठेक्का हटाएर व्यापारी पोस्दा अहिले आफ्नो बदनाम हुने भएकाले सूचना नदिएको बुझ्न त्यति गाह्रो छैन। अहिले धेरैले बाहिर देखिने मेयर उपेन्द्र भए पनि भित्री खेलफाड गर्ने काम ढकाल गर्दैछन्।